नमस्ते यहाँहरूलाई स्वागत छ। यो हो आभास मल्टिभर्स। यहाँ तपाईँले सिक्न पाउनुहुनेछ साइन्स एन्ड टेक्नोलोजी, हिस्ट्री, स्किल्स लर्निङ, कोरियन एन्ड इङ्ग्लिस लर्निङ कोर्स, एनिमेसन्स अनि धेरै कुराहरू। आभास मल्टिभर्सको कोरियन ल्याङ्ग्वेज क्लासमा यहाँहरूलाई स्वागत छ। म हो आभास। 체육과 त साथीहरू, आजको च्याप्टर 6 अध्याय 6 देखि हामीले उच्चारण विधि भन्ने पढ्न गइरहेका छौँ। अबको केही भिडियोहरू यही उच्चारण विधि, कोरियन शब्दहरू, अक्षरहरूलाई कसरी उच्चारण गर्नुपर्छ भन्ने नियमहरू, त्यस अन्तर्गतको कुराहरू, त्यो सम्बन्धी कुराहरू हामी केही भिडियोहरूमा त्यसमा मात्रै फोकस गर्नेछौँ। किनभने कोरियन भाषा सिक्दाखेरि सबैभन्दा महत्त्वपूर्ण भनेको नै उच्चारण विधि हो। कि यदि हामीले कुनै पनि कोरियन शब्दको गलत उच्चारण गऱ्यौँ भने त्यसको अर्थ गलत लाग्छ। र इक्जाममा पनि थुत्की भनेर लिसनिङ आउँछ। लिसनिङमा पनि तपाईँको यो उच्चारण विधि, यदि तपाईँको उच्चारण राम्रो भयो भने त इक्जाममा पनि थुत्की अथवा लिसनिङको इक्जाम दिँदा पनि सजिलो हुन्छ र पढ्दा पनि हजुरहरूलाई सजिलो हुनेछ। त सुरु गरौँ। टपिक छ उच्चारण विधि। फारुम हानन फाङबब या फारुम ख्युछिक। उच्चारण विधि भनेको अक्षर वा शब्दलाई कसरी सही आवाजमा बोल्ने नियम हो। कोरियन भाषामा लेखिएको अक्षर जस्तो देखिए पनि त्यो अक्षर कहाँ आएको छ, सुरुमा आएको छ कि बिच अन्त्यमा आएको छ पश्चिमको रूपमा भन्ने आधारमा उच्चारण फरक फरक आवाजमा हुन्छ। त्यसैले उच्चारण विधि भनेको अक्षरको स्थान अनुसार निस्कने वास्तविक आवाज बुझ्ने तरिका हो। हरेक भाषाको आफ्नो आफ्नो लिपि हुन्छ र हरेक भाषाको आफ्नो आफ्नो उच्चारण विधिहरू हुन्छ। जस्तै हाम्रो भाषा सिधा लेखिन्छ र कुनै पनि अक्षर जस्तै क भयो, त्यसलाई की बनाउनको लागि हामीले विभिन्न की, का की अन्य मतलब शब्दमा रूपान्तरण गर्नका लागि हामीले हाम्रा स्वरहरू जस्तै अ आ इलाई जोडेर तिनको मात्राहरूबाट हामीले थाहा पाउँछौँ नि। त्यसै गरी कोरियन अक्षरहरूमा पनि एउटा नियम छ, आफ्नै विधि छन्। त्यसको बारेमा अलिकति त मैले हजुरलाई पहिलेदेखि नै जानकारी गराइसकेको छु योभन्दा अघिल्लो क्लासहरूमा। र अबदेखि क्लासमा अझ थप स्पष्ट हुने गरी, तपाईँहरूलाई प्र्याक्टिस हुने गरी त्यस सम्बन्धी मैले तपाईँलाई सिकाउने छु। र तपाईँलाई सजिलो होला भनेर मैले एउटा चार्ट बनाएको छु यहाँ। कोरियन व्यञ्जन स्थान अनुसार उच्चारण चार्ट, छाम उइछिबियल फारुम फ्यो। यहाँ सम्पूर्ण कोरियन व्यञ्जनहरू दिएको छ 19वटै। गन दरमा बस, अझ छ, खतफह, कत पसच सबै दिएको छ। अनि यहाँ उच्चारण छन् नेपालीमा तिनीहरूको। अब सुरुको लाइनमा के छ, शब्दको सुरुमा आएमा छोसङ। त्यो व्यञ्जन कुनै पनि शब्दको सुरुमा आउँदा त्यसको उच्चारण के हुन्छ भन्ने त्यो विवरण छ तलसम्म। बिचमा छ, यो शब्दको बिचमा आएमा छुङसङ। त्यही व्यञ्जन यदि शब्दको बिचमा आयो भने त्यसको उच्चारण कसरी गरिन्छ नेपालीमा, त्यो भयो। अनि अन्तिममा छ शब्दको अन्त्यमा आउने अथवा फाच्छिम, छुङसङ। फाच्छिम, खेप फाच्छिम पनि हो। त्यो दुईवटा आयो भने खेप फाच्छिम, एउटा मात्र आयो भने फाच्छिम। ल है त अब सुरुमा चाहिँ हाम्रो ग। यहाँ चाहिँ अघि यो लाइनमा चाहिँ उनको वास्तविक जो उच्चारण हो त्यो दिएको छ, ग भयो। यदि ग कुनै पनि शब्दमा सुरुमा आयो भने त्यसको उच्चारण के हुन्छ, ख। त्यसै गरी बिचमा आयो भने सेम भनेको त्यो सुरुमा त्यसको वास्तविक जे उच्चारण हो त्यही नै हुन्छ। अनि त्यो ग यदि शब्दको अन्त्यमा या वा फाच्छिमको रूपमा आयो भने के हुन्छ त्यसको उच्चारण,
क। त्यसै गरी नको छ, नको अब सुरुमा पनि न नै भयो, बिचमा पनि न नै भयो र अन्तिममा आए पनि न नै हुन्छ। त्यसै गरी दको छ, सुरुमा आयो भने थ, बिचमा आयो भने द नै भयो सेम, अनि अन्तिममा आयो भने त, पाछिमको रूपमा आयो भने। त्यसै गरी रको छ, रको चाहिँ अब यस्तो छ, कुनै कुनै शब्दहरू रबाट नै सुरु हुन्छ, सुरुमा आए पनि कुनै कुनै लबाट हुन्छ। अब त्यो शब्द कसरी उच्चारण हुन्छ त्यसमा भर पर्छ है। अनि यो बिचमा आयो भने चाहिँ र नै भयो र अन्तिममा आयो भने लको रूपमा उच्चारण गरिन्छ। अनि म सुरुमा र बिचमा सेम छ र अन्तिममा पनि सेम नै। त्यसै गरी बको छ, ब सुरुमा आयो भने फ हुन्छ, अनि बिचमा आयो भने ब नै रहन्छ, सेम रहन्छ, अनि अन्तिममा आयो यो फाछिमको रूपमा आयो भने प। त्यसै गरी स, एउटा सको है, सिङ्गल छ, सुरुमा आयो भने यो सेम रहन्छ र बिचमा आयो पनि सेम स नै रहन्छ, तर अन्तिममा फाछिमको रूपमा आयो भने त। मैले त योभन्दा अगाडि पनि भनिसकेँ हजुरलाई, को आवाज हुँदैन, जहिले पनि मौन रहन्छ। बिचमा आयो भने पनि अन्तिम यो बिचमा अनि सुरुमा यो के हुन्छ, मौन रहन्छ, आवाज हुँदैन यसको। यससँग जो जोडिएको छ स्वर, त्यसैको आवाज हुन्छ, उच्चारण हुन्छ। अनि यो अन्तिममा फाछिमको रूपमा आयो भने ङ। त्यसै गरी ज, जको सुरुको उच्चारण हुन्छ, सुरुमा आएमा उच्चारण हुन्छ छ, बिचमा आयो भने ज नै रहन्छ, अनि अन्तिममा आयो भने फाछिमको रूपमा त। त्यसै गरी छ, छको सुरुमा पनि सेम छ नै रहन्छ, बिचमा पनि सेम छ नै रहन्छ, अनि अन्तिममा फाछिमको रूपमा आयो भने त। त्यसै गरी ख, खको सुरुमा आएमा र बिचमा आएमा सेम ख नै रहन्छ, तर अन्तिम फाछिमको रूपमा आयो भने क। त्यसै गरी थ छ, थको सुरुमा आयो भने थ नै रहन्छ सेम, बिचमा आयो भने पनि थ नै रहन्छ सेम, तर फाछिमको रूपमा अन्तिममा आयो भने त। त्यसै गरी फको छ, सुरुमा पनि सेम, बिचमा पनि सेमै रहन्छ, तर फाछिमको रूपमा अन्तिममा आयो भने प। त्यसै गरी ह छ, हको सुरुमा आयो भने सेम हुन्छ, ह नै रहन्छ, बिचमा आयो पनि सेम ह नै रहन्छ, तर अन्तिममा वा फाछिमको रूपमा आयो भने चाहिँ आवाज हुँदैन। अन्तिममा आउनु भनेको नै फाछिमको रूपमा आउनु हो, जबसम्म उसँग अरू कुनै ध्वनि स्वर जोडेको हुँदैन। त्यो हको फाछिमको रूपमा आयो भने चाहिँ त्यो आवाज नहुने भयो, त्यसलाई उच्चारण गरिँदैन। अनि क, क सुरुमा आयो भने क नै रहन्छ, बिचमा आयो भने आधी क भने जस्तो, अनि अन्तिम फाछिमको रूपमा आयो भने क। त्यसै त छ, तको पनि सुरुमा सेमै रहन्छ, बिचमा आयो भने आधी त भयो, अनि फाछिमको रूपमा आयो अन्त्यमा त। अनि त्यसै गरी प छ, पको सुरुमा प नै भयो, अनि बिचमा आयो भने आधी प, अनि फाछिमको रूपमा आयो भने अन्त्यमा प। त्यसै गरी स, सुरुमा आयो भने सेम स नै रह्यो, बिचमा आयो भने आधी स छ, अनि अन्त्यमा फाछिमको रूपमा आयो भने त, र अन्त्यमा रहेको छ च। जुन सुरुमा आउँदाखेरि यसको उच्चारण भयो च नै रह्यो सेम, अनि बिचमा आयो भने चाहिँ आधी ज, अनि फाछिमको रूपमा अन्त्यमा आयो भने त। यो तालिका तपाईँलाई सम्झनका लागि, सिक्नका लागि, घोक्नका लागि सजिलो होला भनेर मैले यो तालिका बनाएको। यो तालिकालाई तपाईँले विशेष गरी ध्यान दिएर फोकस गरेर यो सबै याद राख्नुहोला। यो तालिका तपाईँलाई पछिसम्मका लागि धेरै फाइदाजनक हुन्छ भन्ने मैले आशा राखेको छु, विश्वास राखेको छु।
साथै यहाँ कोरियन व्यञ्जनका 2 वटा उदाहरण मैले दिएको छु शब्दको सुरुमा आएको उच्चारण अनुसार। अनि अलि तल छ शब्दको सुरुमा आउँदा व्यञ्जनको उच्चारण के हुन्छ, बिचमा आउँदा के हुन्छ अनि अन्तिममा आउँदा के हुन्छ। मैले यो उदाहरणहरू यस प्रकारले बनाएको छु कि तपाईँले ती व्यञ्जनहरूको उच्चारणहरू कुन स्थानमा आउँदाखेरि कसरी उच्चारण गर्नुपर्छ, सही उच्चारण के हुन्छ भन्ने कुरा तपाईँले सजिलैसित यहाँबाट बुझ्न सक्नुहुन्छ। यसै गरी सुरुमा छ त्यो ग, हामीले पढेको त्यो ग हो, त्यसको वास्तविक उच्चारण भनेको चाहिँ ग हो। तर शब्दमा ग सबैभन्दा सुरुमा आयो भने त्यसको उच्चारण के हुन जान्छ, ख भन्ने कुरा हामीलाई थाहा छ। त्यो लिस्ट त्यो चार्ट मैले बनाएको छु तालिका, त्यसबाट पनि हेर्न सक्नुहुन्छ। त ग के हुन गयो, ख। उसको उच्चारण ख भइसकेपछि त्यो खमा आ जोड्यो, आ जोडेपछि खा भयो, अनि पछि पछाडिको दमा आ जोड्दाखेरि दा। त्यसै गरी त्यसैको 2 नम्बरमा छ खोगी भनेको मासु। खोगी कसरी भयो, त्यहाँ त ग छ, तर ग सुरुमा आउँदाखेरि उसको उच्चारण ख हुन्छ भन्ने मैले अघि पनि भनिसकेको छु। ख भइसकेपछि खमा तल ओको स्वर जोडिएको छ, खो भयो, अनि उता पछाडि छ ग, गमा इ गरेपछि गी। अन्तिममा ग आयो भने अन्तिममा या बिचमा भन्ने कुरा नै यही हो। हेर्नुहोस्, यदि कुनै पनि व्यञ्जनको पछाडि अन्तिमतिर पछाडि कुनै न कुनै स्वर जोडिएको छ भने त्यो बिचको मानिन्छ। त्यही यो ग बिचमा आयो भने गको जो वास्तविक उच्चारण हो त्यही नै हुन्छ भन्ने मैले अघि नै पनि भनिसकेको छु तपाईँलाई। अब त्यो चार्टमा पनि लेखेको छ, त्यही भएर यो गी भयो, खोगी। अनि त्यसै गरी छ नको उच्चारण तिनटैमा न नै रहन्छ, त्यही भएर नमा आ जोड्यो ना, रमा आ रा, नारा। र पनि बिचमा आयो भने र नै हुन्छ भन्ने पनि त्यो नियममा लेखेको छ, हेर्नु होला। त्यही भएर र आ नारा। नु यो भयो, नुन भनेको आँखा, नमा उ जोड्यो नु, तल न फाँचीमा छ, फाँचीमा नआए पनि नको न नै रहन्छ, नुन भनेको आँखा। त्यसै गरी अब यो द छ, द यहाँ सुरुमा आएको कारणले उसको उच्चारण चेन्ज भएर थ हुन जान्छ। थमा आ जोडेर था, र यो बिचमा आयो, अनि बिचमा आएको कारणले गर्दा र नै हुन्छ, सेम हुन्छ उसको उच्चारण। अनि रमा इ गर्दाखेरि के भयो, थारी। थारी भनेको खुट्टा। अब यो थोरो भयो, दोहोरो पनि भन्छ, थोरो अब पढ्नको लागि थोरो है। त्यसै गरी यहाँ रको भयो, रमा हेर्नुहोस्, अब कुनै ठाउँमा कुनै शब्द यो रबाट उच्चारण हुन्छ, कुनै शब्दहरू ल उच्चारण हुन्छ सुरुमा आए पनि। तर यहाँ तपाईँलाई उदाहरणमा 2टा छन्, र सुरुमा आएको कारणले र नै भयो, आ रा भयो, ममा यो आयो म्य भयो, न तल फाँचीको रूपमा गएको छ, उसको उच्चारण न नै रहन्छ भन्ने कुरा हामीलाई थाहै छ। रामेन भनेको रेमेन भनेको चाहिँ चाउचाउ है। अनि 2 नम्बरमा छ र, सुरुमा आउँदा र नै भयो, अनि रमा ओ जोडेपछि रो। ब छ, यो बको तल अगाडि अथवा व्यञ्जन जुनसुकै व्यञ्जनको तल या अगाडि पछाडि कुनै पनि प्रकारको त्यो स्वर जोडिन्छ, त्यसलाई बिचको मानिन्छ त्यो व्यञ्जनलाई है। अनि पछि त्यो स्वरसँग जोडेर त्यसको उच्चारण गरिन्छ। जस्तै यो ब भयो, ब बिचमा आएको कारणले यसको उच्चारण ब नै भयो। अब बमा तल के छ, ओ जोड्दाखेरि बो, अनि तल के छ, स। अनि उच्चारण विधि अनुसार तल स फाँचीको रूपमा आयो भने के हुन्छ, त। अब एकमुष्ट अब यसलाई उच्चारण गरी हेरौँ, रो बो त, रोबोट भनेको चाहिँ रोबोट। त्यसै गरी ममा छ, म सुरुमा आउँदाखेरि म नै भयो,
उच्चारण आ जोड्यो मा भयो अनि यो अ हो अनि अ सुरुमा आउँदा अनि बिचमा आउँदाखेरि के हुन्छ मौन हुन्छ त्यसको उच्चारण गरिँदैन अनि त्योसँग जुन स्वर जोडिन्छ त्यही स्वरको उच्चारण हुन्छ लेख्दा चाहिँ लेखिन्छ तर उच्चारण चाहिँ त्योसँग जोडिएको स्वरको मात्रै हुन्छ त्यही भएर यो असँग के जोडियो तल उ त्यही भएर यो के भयो उ अनि तल फाचिमको रूपमा के छ फाचिमको रूपमा आउँदा के हुन्छ म नै हुन्छ त्यही भएर अब एकमुष्ट यसलाई उच्चारण गर्दाखेरि माउम भनेको मन यसरी बुझ्नु होला साथीहरू निकै गाह्रो छैन यति यो तालिका तपाईँले राम्ररी घोक्नुभयो भने त्यसलाई बुझ्नुभयो भने कोरियन शब्दहरू पढ्न पनि अनि लेख्न पनि र सम्झन पनि त्यति गाह्रो छैन मात्र सम्झने तरिका जो उच्चारण विधि छ त्यो बुझ्नु जरुरी छ त्यसै गरी यहाँ बको उदाहरण दिएको छ दुईवटा ब अब त्यस ब यदि कुनै पनि शब्दमा कोरियन शब्दमा पहिला आयो भने त्यसको उच्चारण जहिले पनि फ हुन्छ भन्ने कुरा बुझिराख्नुपर्छ हामीले के लेखिएको छ यहाँ फादा कसरी फादा भयो प सुरुमा आयो उसको उच्चारण फ हुन्छ सुरुमा आयो भने अनि त्यो के हुन जान्छ आ जोड्दाखेरि फा अनि पछाडि द अनि आ जोडेर दा फादा भनेको समुद्र योभन्दा अगाडि पढ्दाखेरि हामीले तपाईँलाई कन्फ्युजन नहोस् त्यति बेला भन्ने विचारले त्यति बेला यसलाई हामीले मैले तपाईँलाई यो बाधा भनेर पढ्नुहोस् भनेको थिएँ ताकि तपाईँलाई त्यति बेला कन्फ्युजन नहोस् यदि त्यति बेला मैले यो यस्तो यस्तो छ भनिदिएको भएदेखि तपाईँ कन्फ्युज हुनुहुन्थ्यो अब यहाँ पुरा तपाईँले उच्चारण विधि बुझिसक्नुभयो अनि यो अब यो फादा भन्न तपाईँले पढे तापनि तपाईँलाई खासै गाह्रो पर्दैन है अब त्यसै गरी 2 नम्बरमा छ फुल भनेको आगो फुल भनेको अर्को पनि हुन्छ बत्ती पनि हुन्छ तर यहाँ फुल भनेको आगो पढौँ है सुरुमा ब आएको छ यसको उच्चारण के हुन गयो ह अनि तल के छ उ छ स्वरको रूपमा हमा उ जोड्यो फु अनि तल के छ ल ल यदि फाचिमको रूपमा आयो भने ल नै हुन्छ सुरुमा आयो र बिचमा आयो भने र हुन्छ यदि अन्तिममा फाचिमको रूपमा आयो भने ल हुन्छ तर यससँग कुनै पनि पछाडि व्यञ्जनहरू केही पनि जोडिएको छैन त्यही भएर ल नै हुन्छ होइन भने यदि त्यो व्यञ्जनहरूसित जोडिएर आएको भएदेखि र नै हुन्थ्यो अब इ जोडेको भए रि हुन्थ्यो अ जोडेको र हुन्थ्यो है तर यो के भयो फुल भनेको आगो त्यसै गरी अर्को यी दुईवटा अब त्यति गाह्रो छैन साराम नेपाली उच्चारण पनि छ अर्थ पनि छ साराम भनेको मानिस साराम कसरी भयो स सुरुमा आउँदा स नै रहन्छ आ जोड्यो सा र बिचमा आएको छ र नै भयो र आ जोड्यो रा तल म आएको छ फाचिमको रूपमा मको म नै हुन्छ साराम भनेको मानिस यसो अर्को छ त्यसै गरी सागुवा भनेको स्याउ सागुवा कसरी हुन्छ स व्यञ्जन आ जोड्यो सको स नै हुन्छ सुरुमा आउँदा आ जोड्यो स्वर सा अनि माथि के छ ग छ सुरुमा आयो भने के हुन्छ ग ख बिचमा आयो भने ग आउँछ अनि फाँचीमा आयो भने क तर यहाँ के आएको छ बिचमा आएको छ सुरुमा आएको छैन फाँचिमको रूपमा पनि छैन त्यही भएर यो बिचको हुँदाखेरि ग हुन्छ है अब ग भइसकेपछि त्यससँग अर्को स्वर के जोडेको छ वा यदि तपाईँलाई याद छ भने यसलाई वा भन्छ है त्यहाँ स्वरहरूको प्रकार यताउति सबै स्वरहरू लेखाउँदाखेरि त्यहाँ लेखिदिएको पनि थिएँ मैले त्यो हेर्न सक्नुहुन्छ वा गमा वा जोडाउँदाखेरि क्वा अनि के भयो साग भनेको स्याउ अब यहाँ हेर्नुहोस् महत्त्वपूर्ण यो पनि जहिले पनि मौन हुन्छ सुरुमा आउँदाखेरि पनि बिचमा आउँदाखेरि पनि अनि लास्टमा आयो भने लास्टमा फाचिमको रूपमा आयो भने औँ हुन्छ भन्ने कुरा मैले तपाईँलाई भनिसकेको थिएँ अमा के आएको छ स्वर आ भनेपछि आ
आ नै भयो। अ मौन भएपछि आ भयो त्यो स्वर आ भयो ग बिचमा आयो इ जोड्यो गी भयो आगी भनेको बच्चा। अनि आयो सुरुमा मौन भयो त्योसँग जोडेको छ स्वर उ त्यही भएर उको उच्चारण हुन्छ उ भयो। अनि फेरि आयो यो बिचमा छ अनि बिचमा हुनुको कारण के हो भन्दाखेरि त्योसँग कुनै पनि व्यञ्जन बिचमा छ भन्नुको कारण के हो भन्दाखेरि त्यो व्यञ्जन सुरुमा पनि आएको छैन। सुरुको व्यञ्जन या कुनै अक्षर सकिएपछि अर्कोतिर त्यसको त्यो फाँच्चीमा पनि छैन। तर त्यो अन्य स्वरसँग जोडेर आएको छ। त्यस कारणले उसलाई बिचमा छ भनिन्छ। अनि त्यो बिचमा के भयो? अको अनि अको अको कुनै उच्चारण हुँदैन मौन हुन्छ। अनि त्यो तल के छ? यु। युको उच्चारण हुन्छ उयु उयु भनेको दुध। त्यसै गरी छको छ ज। यसको वास्तविक उच्चारण के ज हुन्छ अनि सुरुमा आउँदाखेरि छ हुन्छ भन्ने हामीले पढिसकेको छौँ। त्यही भएर यो छमा आ जोड्यो छा, दमा आ जोड्यो दा, छादा छादा भनेको सुत्नु। अनि यो पहिला जीव भनेर पढेको हो कि यहाँनिर हामीले याद होला जीव भनेर पढेको त्यति बेला। तर अब उच्चारण विधि हामीलाई थाहा भइसकेपछि यो छिप छिप भनेको घर कसरी छिप भयो? ज सुरुमा आएको कारणले छ, छमा इ जोड्यो छि, तल ब छ, ब फाच्छिमको रूपमा आउँदाखेरि पको प भनेर उच्चारण गरिन्छ छि प छिप भनेको घर। छ छिन्गु छिन्गु भनेको साथी। अब छिन्गु कसरी भयो भनेर भनिराख्नुपर्छ जस्तो लाग्दैन है मलाई अब। यत्तिको भनिसकेपछि तपाईँहरू एकदमै टाठो बाठो हुनुहुन्छ, जान्नुभएको छ। त्यही पनि यदि कन्फ्युजन भएछ भने पनि मलाई त्यहाँ तल कमेन्ट गरिदिनु होला यो कुरो बुझेन भनेर। मैले त्यहाँ तपाईँको प्रश्नहरूको मैले जवाफ दिनेछु। र त्यसै गरी छा छा भनेको चिया। छा भन्ने कसरी भयो भन्ने पनि मैले भनिराख्नु पर्ने आवश्यकता छ जस्तो लाग्दैन। एकदम इजी छ तपाईँहरूको लागि। त्यसै गरी अब मैले बाँकी यहाँ दिएका व्यञ्जन या शब्दहरूको मैले उच्चारण कसरी हुन्छ भनेर तपाईँलाई व्याख्या गरिराख्नुपर्छ जस्तो मलाई नलागेको कारणले मैले त्यहाँ कोरियनमा पनि छ, त्यहाँ उसको नेपाली उच्चारण पनि छ, त्यसको अर्थ पनि छ, अनि त्यो व्यञ्जन कुन हो भन्ने पनि छ, अनि सुरुमा कुन उच्चारण हुन्छ, बिचमा के उच्चारण हुन्छ र अन्तिममा के फाच्छिमको रूपमा हुँदा के उच्चारण हुन्छ भने त्यहाँ मैले लेखिदिइसकेको छु। तपाईँहरूले एक काम गर्नुहोस्, यो भिडियोलाई बिचमा पज गर्नुहोस् अनि ती सबै कुराहरू लेख्नुहोस् अनि घोक्नुहोस्। र अब उपरान्त सकेसम्म घोक्दाखेरि है, घोक्दाखेरि लेख्न त लेख्नुहोस्। लेख्दाखेरि सकेसम्म त्यो बिचको जुन दिएको छ नि त कादा 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 त कम छ, यो बिचको हो नेपाली उच्चारण। त्यो सकेसम्म नलेखेर अगाडिको कोरियनमा लेखेर त्यो कसरी हुन्छ आफै पढ्ने, आफै अक्षर बनाउने मनै मन भए हुन्छ कि कसरी हुन्छ। अनि आफै भन्ने का, कमा आ जोड्यो का, दमा जोड्यो दा, कादा कादा भनेको छिल्नु। यसरी आफै त्यो उच्चारण गर्ने प्रयास गर्नु होला। यदि यो बिचमा हरेक चोटि बिचको त्यो नेपाली उच्चारणमा त्यो लेखियो भने तपाईँलाई अलिकति सहज हुन्छ, जसले गर्दा तपाईँले स्वयंबाट त्यो उच्चारण गर्न अलिकति अलिक समय बढी लाग्ने, अलि अप्ठ्यारो हुनसक्छ।
आज हामीले सिकेको कुरा केवल अक्षर वा शब्द मात्र होइन, यो एक नयाँ यात्राको सुरुवात हो। सुरुमा गाह्रो लाग्न सक्छ, गल्ती हुन सक्छ, तर हरेक गल्ती भनेको अगाडि बढ्ने एउटा कदम हो। आफूमाथि विश्वास राख्नुहोस्, आजको सानो प्रयास नै भोलिको ठुलो सफलताको आधार हो। निरन्तर अभ्यास गर्नुहोस्, तपाईँ पक्कै सफल हुनुहुनेछ। यदि आजको भिडियो तपाईँलाई मन पर्यो भने कृपया लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र यस्ता उपयोगी भिडियोहरूको लागि सब्सक्राइब गर्न नबिर्सनुहोला। आज यहीँ रोक्छौँ, तर तपाईँको सपना यहीँ रोकिँदैन। धन्यवाद।